फर्किने क्रममा मेरो थुप्रो भिड पो लागेछ त गाइस। पोखराको नेचुरल स्विमिङ पुल कालबेसीमा थुप्रै भिड लागेको छ। नुहाउनेहरूको भिड गाइस। मान्छेहरूको भिड हेर्नुहोस् न गाइस, मान्छेहरूको भिड पौडी खेल्नको लागि मान्छेहरूको भिड भिड लागेछ गाइस। छुट्टीको दिन ल आज आइतबारको दिन यहाँ भिडभाड लागिरहेको छ। खानेहरूको भिड यता लागेछ। नुहाउनेहरूको भिड यता लागिरहेको छ गाइस। यहाँ चाहिँ फोटो खिच्नेहरूको भिड लागेछ फेरि। फोटो खिच्नेहरू गाडीको लाइन वहाँ लागिरहेको छ गाइस। कति धेरै मान्छे रमाइलो लागेको छ। यता चाहिँ त्यो खोला गएर यता swimming pool, open swimming pool for all. आमाहरूको टिकटक पनि चलिरहेछ। आमाहरू मजाले खेल्दैछ। यही हो गाइस भाइरल कालबेसीको पुल। कालबेसीमा ओपन स्विमिङ पुल गाइस। If you're free and nearby Pokhara, you're most welcome guys. उता मान्छेहरूको भिड पनि देख्न सक्नुहुन्छ तपाईँहरूले। मान्छेहरूको भिड लागिरहेको छ। नानी बाबु यस्तो मजा गरेर खेलिरहेको छ। ट्युबहरू ल्याएर पनि है, ट्युबहरू सहित उहाँहरू खेल्दैछ। ल गाइस, you can visit, also come in this pool है। पुलमा आएर फोटो पनि खिच्न सक्नुहुन्छ। यहाँ चाहिँ मान्छेहरू खिच्दै हुन्छ फोटो। अनि यता यसको दामी दृश्य छ है। बाबाले families they come here to enjoy है। कोही मजाले पौडी खेल्न आउँछ भने कोही त्यतिकै अलिअलि खेल्न आएर look at this father छोरालाई पक्क राखेर भन्नुहुँदैछ। त्यहाँ ब्रदर्सहरूको जुम्बो मजाले बसिरहेको छ आराम गरेर। आमाहरूको झन् त्यहाँ फोटो सेसन हुँदैछ। त्यहाँ रमाइलो छ।
चलिरहेको छ गाइस। ल तपाईँहरू पनि पौडी खेल्ने भए आउनुहोस् है, छुट्टीको दिन रमाइलो छ गाइज। Everyone families are also here. Guys, गर्मीको मौसम छ and I guess I should also swim because I'm here in this Talbesi, Talbesiको open natural swimming pool. That's not true, and I am also feeling very hot. Because यहाँ चाहिँ पुरा open swimming pool भइरहेको छ guys. So if you are nearby Pokhara, you're most welcome. Do visit. Guys, यता चाहिँ अलिकति गहिरो छ। केटा खेल्दै हुनुहुन्छ भने उतातिर चाहिँ केटीहरू खेल्दै हुनुहुन्छ। आज आइतबारको दिन, छुट्टीको दिन रमाइलो भइरहेछ है गाइस। आज दिन पनि एकदम राम्रो छ। The day is also very beautiful guys, and people are also enjoying very beautifully. जाने काम पनि त्यस्तै छ भने त्यसै गरी यहाँ पुलमा पनि त्यत्तिकै मान्छेहरू हुनुहुन्छ। Some people really know how to swim. But they know how to swim guys. गहिरो छ बताइछु। They can swim. Look at this couple. छोरीलाई बोकेर स्विमिङ गर्दैछ रमाइलो छ गाइस। भर्खर खेलेर आइयो रमाइलो छ गाइस। मस्ट कम प्लेस द्याट यु मस्ट कम एन्ड भिजिट प्लेस दामी छ। जस्तै छ दामी मान्छेहरू खेल्दै हुनुहुन्छ। Many people are
बस्दिएको छु लेफ्ट साइड यस्तै छ है गाइस पानी अलि फोहोर बन्दै गएको छ अहिले म तालबेसीको यो खोलामा आइपुगेको छु तालबेसीको यो तालमा पौडी खेल्नलाई अनि भर्खर पौडी खेलेर सके गाइस अनि सकेको हुनाले अझ थुप्रो मान्छेहरू खेल्दै हुनेछ इफ यु आर अल्सो के भन्छ गर्मी लाग्दैछ देन यु आर मोस्ट वेलकम कम टु भिजिट हियर Many people used to come here because of a good place, open, free, right? It's a most welcome. Woohoo!